सबैलाई नमस्कार है सिंगमान लाइट दुईटै सिंगमान लाइट ल हिँड भयो हाम्रो नानीहरु आएन त हाम्रो नानी भक्कन निकल्न आए भनेको खोए अनि हरेसो भएर पो निकल्नु नानी के छ
करी करी ल नानी बाटोमा हेर्दै हो र नानी क्यामेरामा हेर हेलो ल हेर बाटोमा हेर्दै नै दाइको बिहा होइन कसैले हेरेर यहाँ पछाडि बिग्रीको मान्छे हो त्यस्तो नभन यार ल मामा के छ त नमस्ते सबैलाई चिन्नु नि आज बेला मैले फेसबुकमा पुरै चिनेछु कसैले मलाई चिनेदैन बजाइ नमस्ते चिन्यौ त हो र खै देख्यो होला फेसबुकमा कहिले कसो डाइरेक्ट भन्छु सन्जु राणा हो र ए ल त हामी त भाइ चिनेछु ए म त वहाँ बसेकै छैन म वहाँ गएकै छैन चिनेको हुन्छ अब इन्डियामा जन्मियो इन्डियाको सबै सँगै साथै यहाँ चिनेको भनेको सबसे नचिनेको कमल हो यहाँ धेरै चिनेको भनेको कमललाई कमल सेनामा सङ्गीत थियो नि सबै हो सन्टु भान्जा भनेपछि त होइन यसरी हो तिमीले दाई बन्ने होला म 86 44 होला 44 43 यस्तै होला फेरि त तपाईँ जेठो हो दाईको इच्छा अब चिन्जान गर तिम्रो त दुई दाई हो
उता नि भान्जा हो उहाँ नि भान्जा हो ट्युमर भयो भने हामी बल्ल आधार हुन्छ कोही बेला गल्ती हुन्छ कतै निक्लिहाल्यो रहेछन् यताको त खिच्दियो फेरि एकफेर निकालेर फोटो खिचेर यस्तै भइहाल्छ कि आज के भन्छ आज ठिक हुन्छ नि मम्मीलाई धेरै म त हिँडारी लग्न सोचेको थिएँ होइन माइजूले गलत भनिदियो कि हिँडारी लग्न थियो मम्मीलाई अलि खुट्टा दुख्छ भन्छ नि त त्यही भएर सुन्दर हो यस्तै बहुतै हिँड्दैछ त अगाडि अगाडि हो अगाडि जानेछ नि त ल बजारले पनि हरियो बोकिहाल्यो नि त एउटा हेलो त गर्दै फुलसँग यहाँ कन्या केटा बनेको के म पनि आउँथेँ हो र ल त फेरि फोटो खिचिदिइहाल्नु तिम्रो पनि फेरि ल बजेले पनि हरियो उठाने हिँड्दैछ कति जाँगर लागेको बजेलाई फेरि पारीको गाउँहरू पनि देखाउनु न हाम्रो गाउँको डाँडा काँडाहरू भन्दै डाँडा काँडा भन्दा बजाएको मात्रै सुन्छ मान्छेले पूजा गर्न निक्लेका छन् सबैजना यहाँ मामा घरमा तीनटा भक्कल छ त्यही भएर यता कोर्टतिर जानु लागेको यहाँ पछाडि पुरा बाजा बजेकै छ मामा हरिसाब भन्जी सङ्गीत के बग्दैछ ल बजै के छ बजै के छौ ल त राम्रै आछ भटाभट खिच्न लाग्यो त्यही भएर अब तलतिर गएर खिच्नु पर्ला